हैन जाली किनेर लो लैजा गर भनेर चाहिँ नि हामीले भन्न नमिल्ने उपभोक्ता समिति मार्फत गर्नुपर्ने एटलिस्ट उपभोक्ता समिति मार्फत गर्नुपर्ने भन्ने हाम्रो यहाँ छ कि त टेन्डर हाल्नु पर्यो कि त उपभोक्ता समितिबाट गराउनु पर्यो कि त कोटेसन पनि छ हैन सुरजी हजुर कोटेसन पनि छ अब उपभोक्ता समितिबाट बनाउँदाखेरि चाहिँ नि अब त्यो हैन छिटो छरितो हुन्छ भने त्यो होइन त्यतैबाट जाउँ भनेर हामीले उपभोक्ता समितिबाट बनायौँ त्यतिखेर उपभोक्ता समिति गठन गर्दाखेरि हैन उपभोक्ता भन्ने बित्तिकै मैले अस्ति पनि भनेको छु उपभोक्ता भन्ने बित्तिकै चाहिँ त्यो खोलाको काम भएको कारणले त्यो खोला कुन चाहिँ वडाको हो भन्ने एउटा प्रश्न रहन्छ हैन त्यो खोलाको काम भएको कारणले गर्दाखेरि त्यहाँनिर चाहिँ धरान उपमहानगरपालिकाभित्रको जो पनि राख्न सकिन्छ भन्ने मेरो चाहिँ भनाइ हो उपभोक्ताको मिनिङ त्यो हुन्छ हैन इटरीको मान्छे कोही त राखेको थिएन हामीले काम गर्ने मान्छे जो छ हैन काम गर्ने मान्छेहरूबाट नै एकजना चाहिँ प्रसाद राईको अध्यक्षतामा एउटा हामीले समिति बनायौँ जसमा 16 नम्बर वडाका पनि थुप्रै तपाईको चाहिँ सदस्यहरू हुनुहुन्छ है र त्यतिखेर वडा अध्यक्ष मुरारी भट्टराईले साइन गर्नुभएको छ यहाँ उहाँको मैले अभिव्यक्ति के देख्दै थिएँ भन्दाखेरि मेरो असहमति रहेको थियो पहिल्यैदेखि भन्दै हुनुहुन्थ्यो उपभोक्ता समिति गठन गर्दा उहाँले किन साइन गर्नुभयो भन्ने एउटा प्रश्न रहन्छ हैन सुरु चाहिँ हामीले त्यसरी गर्यौं अनि गरिसकेपछि भरै लास्टमा गएर हैन काम सकियो भुक्तानी दिने बेलामा काम अत्यन्तै तीव्र गतिमा हामीले गर्यौं हैन त गर्यौं नडराइकन बोल्नुस् सत्य बोल्नको लागि कोही कसैको दबाव र प्रभाव झेल्नु पर्दैन है हामीले काम गर्यौं काम भयो नि काम भयो हैन काम भयो त्यहाँ त तपाई हामी हेर्नुपछि लास्टमा गएर त्यो जालीको भुक्तानी दिने बेलामा चाहिँ अनेक हाजिरी किन उठायौं एकचोटी भनिदिनु पर्यो डोर हाजिरी उठायौं त्यहाँ त्यो डोर हाजिरी चाहिँ के गर्नु उठायो यहाँ एस्टिमेटमा उपभोक्ताको सेयरिङै श्रमदानबाट गर्ने यो यसबाट गर्ने भनेकोले गर्दाखेरि हामीले त्यो उठायौं हैन त अनि अहिले आएर मैले यहाँहरुलाई बोलाउनुको कारण चाहिँ अब यहाँ डोर हाजिरी यसरी हामीले उठायौं अरुमा पनि हामी यसै गर्छौं सबैमा गर्छौं डोर हाजिरी यसरी उठायौं प्राविधिक तपाईको चाहिँ मूल्याङ्कन झन्डै 17 लाखको रहेछ हैन त्यसमा चाहिँ 7 लाख चान्चुनको सामान किन्ने अनि चाहिँ तपाईको के रे 10 लाख चान्चुनको चाहिँ हैन अथवा 9-10 लाख कतिको चाहिँ जन सहभागिता अथवा श्रमदान गर्ने भन्ने किसिमले चाहिँ यहाँ प्रत्येक पानामा हैन रकम नलिएको श्रमदान मात्र भनेर यसरी चाहिँ साथीहरुले उठाउनु भएको छ प्रमाणित भएर अगाडि बढ्यो यो कुरा चाहिँ हैन तपाईको चाहिँ नि लगेर मान्छेले के गर्दियो भन्दाखेरि काटेर यो कैफियतमा जे लेखेको छ त्यसलाई चाहिँ लुकाएर जुन प्रस्तुत गरेर चाहिँ अहिले श्रमदाताले पैसा लियो श्रमदाता भन्ने श्रमदान भन्ने अनि पैसा चाहिँ नि भुक्तानीको लागि बिल पेश गरेको छ हर्क साम्पाङले भन्ने किसिमको चाहिँ एउटा हैन नैतिक रूपमा हैन तपाईको चाहिँ जुन आरोप लगाएको छ झुटो आरोप त्यसलाई चिर्नका लागि आज हामी यहाँ उपस्थित छौं अरु कुरा त्यत्रो ठुलो केही पनि छैन हैन म्याक्सिमम हैन हामीले चाहिँ बुझ्ने कुरासम्म हामीले बुझ्नुपर्छ नबुझ्ने कुरा बुझ्नु हुँदैन भनेर पनि म तमाम तपाईको चाहिँ नि धरानवासी साथै नेपालभरि जुन भाषा हामी प्रयोग गरिरहेका छौं नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई बुझ्नको लागि अनुरोध गर्न चाहन्छु र यसरी अब कुनै एउटा चाहिँ नि हैन खाजा किनेर खाने अथवा केही कुरा होइन यो चीज हैन कसैले ला भाइ पैसा लैजा खा भने सरकारको पैसा हो त्यसले गर्दाखेरि त्यसलाई चाहिँ नि प्रयोग गर्दाखेरि विधिसम्मत तरिकाले प्रयोग गरिनुपर्छ भन्ने हाम्रो चाहिँ नि प्रक्रिया रहेको कारणले गर्दाखेरि श्रमदान गरे श्रमदान त यति मान्छेले मात्रै गरे होइन त्यहाँ त कति आयो नलिने सार्वजनिक तपाईको चाहिँ सुनवाईमा पनि हैन हामीले त्यो दिन किरणजीको त्यो भिडियो पनि अहिले चाहिँ नि अहिले उ पनि भइराखेको छ भाइरल भनौं न आवश्यकताले मागेर है त्यसमा चाहिँ 7 लाख रुपैयाँ दिने अरु चाहिँ उ गरेको नलिएको भनेर चाहिँ हामीले त्यसै तरिकाले अनुमोदन गरेर पनि यो चीज चाहिँ सबै कुरा आएको छ तर अहिले चाहिँ मान्छेले के गीत गाइराखेको छ झुटो गीत मान्छेले दिग्भ्रमित कसरी बनाउन खोजिरहेछ भने श्रमदान भनेर श्रमदातालाई पैसा वितरण गर्यो नगरपालिकाको भन्ने खालको जुन अफवाह फैलाइराखेका छन् हैन ती व्यक्तिहरुलाई म भन्न चाहन्छु तपाईहरुको त्यो झुट हैन भ्रमको पर्दा है अब फाटिसकेको छ त्यो खालको काम नगर्नुस् एउटा श्रमदानमा तपाईको चाहिँ नि सहभागी श्रमदाताहरुले जसले चाहिँ नि बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ अहिले पनि तपाईको चाहिँ नारायण चोकमा हाम्रो काम भइरहेको छ है उहाँहरुलाई सोध्नुस् छातीमा हात राखेर बोल्नुपर्छ सबैजना एक दिन मरेर जाने जिन्दगी हो हामी यहाँ सधैँभरि झुट बोलेर 1000 वर्ष 100 वर्ष आयु हाम्रो लम्बिने हो र जुन दिन मर्नु लेखेको छ त्यो दिन मरेर जान्छौं हामी बाँचिन्जेल चाहिँ साँचो कुराहरु हैन हुने कुराहरुको सुप्रचार गरेर जाउँ